दर्शकबी नमस्कार। म आज यो रिपोर्टिङको सिलसिलामा काठमाडौँको सुप्रसिद्ध ठाउँ सुन्दरी जलको भूमिमा छु। यो सुन्दरी जलको बनगाउँ राजमार्गमा अवस्थित म गुम्बामा आइपुगेको छु। यो गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 2 मा पर्छ। यो गुम्बा मैले तपाईलाई लोकेसनमा देखाउन गइरहेको छु। यो तामाङ र शेर्पा समुदायको आस्थाको धरोहर हो। यो गुम्बामा तामाङ शेर्पा समुदायहरूले आफ्नो आस्थालाई मध्यनजर गरी पूजापाठ गर्ने गर्दछन्। यो गुम्बाको इतिहास लामो छ। दर्शकबिन तपाईलाई मैले लोकेसनमा देखाउन गइरहेको छु। यो गुम्बा गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 2 बनगाउँ मार्गमा पर्छ। यतातिर हराभरा जङ्गल हामी ब्याकग्राउन्डमा देख्न सक्छौँ। ऊ पहाडीतिरको सुन्दरी जलको भूभागको क्षेत्र हो भने यतातिर यो गोकर्णेश्वरको बनगाउँ क्षेत्रको माथिको जङ्गल बनगाउँ जङ्गल हामी तपाईलाई लोकेसनमा देखाउन गइरहेका छौँ। मैले ट्याक्कै यो तामाङ र शेर्पा समुदायको गुम्बाको परिसरबाट इन्टरभ्यू यानी रिपोर्टिङ बनाइरहेको छु। तपाईलाई मैले लोकेसनमा सरसर्ती देखाउन गइरहेको छु। दर्शकबिन यो हो गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 पहाडीतिर काठमाडौँकै थली एरिया हो। दर्शकबिन तपाईलाई मैले लोकेसनमा सरसर्ती देखाउन गइरहेको छु। यो सुन्दरी जलको भूभाग तपाईलाई कस्तो लाग्यो? सुन्दरी जलको गाउँ एरिया बस्तीका घरहरू मैले तपाईलाई ब्याकग्राउन्डमा देखाउन गइरहेको छु। दर्शकबिन यो तामाङ र शेर्पा समुदायको आस्थाको धरोहर गुम्बा हो। मैले यो गुम्बालाई सरसर्ती देखाइरहेको छु। दर्शकबिन यो फुटेज, यो भिडियो, यो रिपोर्टिङ तपाईलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला भन्दै आजलाई भने म रिपोर्टर महानन्द भट्ट बिदा हुन्छु। हस्त नमस्कार।